नमस्ते हजुरहरू सबैजनालाई मेरो च्यानलमा धेरै स्वागत छ। आगतिको रसबाट चुक अमिलो कसरी बनाउने त भन्ने कुरा सेयर गर्न आएकी छु। यो चाहिँ 100% लेमन जुस हो। अब यसलाई म पकाएर यसको चुक बनाउँछु। मैले यो चाहिँ स्याम्स क्लबबाट लिएको हुँ। हजुरहरूले पनि यो स्याम्स क्लबमा पाउन सक्नुहुनेछ। अब यसलाई म यो कराईमा लगाएर पकाउने छु। एउटा अनि आधी लगाएँ। अब यसलाई चाहिँ एकदमै ठुलो आगो बनाएर उम्लिन दिनुपर्ने हुन्छ। मजाले उम्लिन लाग्यो, उम्लिरहेको छ मजाले। यसलाई बिचबिचमा चलाउनु पनि पर्ने हुन्छ बेला बेला। यसलाई पकाउनका लागि अलिक समय लाग्छ, तर पकाइसकेपछि यो एकदमै राम्रो खालको एकदमै मिठो चुक अमिलो बन्छ। हजुरहरूलाई म एकपछि अर्को गर्दै देखाउने छु। चुक अमिलो बनाएर राख्यो भने धेरै लामो समयसम्म टिक्छ। यो चाहिँ अलि समय भएपछि बिग्रिन पनि सक्छ। त्यही भएर म चाहिँ प्राय चुक अमिलो यसलाई एकदम पकाएर चुकै बनाएर राख्छु। लगाउन पनि थोरै लगाउँदा पनि एकदमै मजाले लाग्ने भएकोले अमिलो पाकेर अब चाहिँ आधी जति भयो। यसलाई यसरी बिचमा चलाउने पनि गर्ने। अनि यो जुन साइडमा यसरी यो खोट लागेको छ अमिलोको, यो पनि कोरेर यसलाई पनि यहीँ लगाएर पकाउने। यो एकदमै कालो कालो हुन लाग्यो। यसलाई चाहिँ मजाले एकदमै धेरै कालो हुने गरेर लतत हुने गरेर पकाउनु पर्ने हुन्छ। यसलाई टाइम लाग्छ, तर यो एकदमै पाकिसकेपछि एकदमै यो राम्रो पनि हुन्छ। अनि थोरै लगाउँदा यसमा धेरै अमिलो लाग्ने प्रकारको हुन्छ। हेर्नु होला एकदम कालो कालो भएको छ। यसलाई अझै लाग्छ 1 घन्टा जति पकाउन। हजुरहरूले देख्न सक्नुहुनेछ कस्तो मजाले पाकिरहेको छ। पहिला मैले यसलाई बसाल्दाखेरि एउटा फुल कराई बसाएको थियो। अहिले पाक्दा पाक्दा अब अलिकति छ अमिलो चुक बन्नको लागि। यसलाई समय चाहिँ अवश्य लाग्छ, तर एकदमै राम्रो बन्छ। यो हेर्दै जानु होला, म हजुरहरूलाई देखाउँदै जानेछु। यो एकदमै मजाले पाकिरहेको छ। अब यो बेला चाहिँ हजुरहरूले आगोलाई अलिकति सानो पारिदिनु पर्ने हुन्छ, नभए यो डढ्न पनि सक्छ। यसलाई अब धेरै डढायो भने पनि भरे तितो हुनसक्छ। त्यो भएर आगो सानो पारिदिनु होला अनि चलाइ पनि रहनु होला। गाउँघरतिर प्राय भक्मिलोको चुक अमिलो बनाएर राखिन्छ, तर मेरोमा त त्यो सम्भव छैन। जे कुराको सम्भव थियो मैले हजुरहरूलाई सेयर गरेको छु आज। एक कराईबाट अमिलो पाक्दा पाक्दा यति भयो। यो एकदमै मजाले पाकेको छ। हेर्नु होला कस्तो लतत परेको कालो भयो चुक अमिलो। एकदमै सजिलो छ घरमा बनाउन। हजुरहरूले पनि बनाउनु होला। यो बनाएर यसलाई स्टोर गर्न सकिन्छ लामो समयसम्म। एक कराईको यति भयो। अब यसलाई सेलाउन दिने एकछिन अनि एयरटाइट कन्टेनरमा लगाएर राख्ने। आशा छ हजुरहरू सबैजनालाई आजको चुक अमिलो बनाउने तरिका अवश्य मन पर्यो होला। यो चाहिँ चुक अमिलो हो, मैले हजुरहरूलाई बनाएर देखाएँ। यसलाई चाहिँ म अब यो बोतलमा खन्याएर राख्छु। हजुरहरूले पनि घरमा अवश्य पकाउनु होला। यसलाई पकाउनको चाहिँ अलिकति टाइम लाग्छ, तर एकचोटि पाकिसकेपछि यसलाई धेरै समयसम्म राखेर चलाउन सकिन्छ। एकदमै सजिलो हुन्छ। एकदमै मिठो प्रकारको बास्ना पनि आइरहेको छ यसको। मैले 1 बोतल अनि आधी पकाएँ। हेर्नु होला कस्तो बाक्लो लतत आइरहेको छ। यतिको भयो। मैले चाहिँ यो प्रकारको बट्टाको 1 बट्टा र आधी बनाएँ। एकदमै मजाले बन्यो छोटो समयमा। त्यस्तो धेरै लामो समय पनि लागेन।
यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला अनि सब्स्क्राइब पनि गरेर सपोर्ट गरिदिनु होला। जसले मलाई आजसम्म साथ सपोर्ट गरिदिनु भएको छ उहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद।